खै साइडमा बोट जसरी हामी चाहिँ अहिले 87 झरनामाथि छौँ जहाँ हामी भिजिट गर्न आएको खासमा र यहाँको झरना चाहिँ कस्तो छ भनेर चाहिँ हामी देखाउन गइरहेको छौँ। अहिले शिवसप्तशी जुन सप्तशी धाममा आएको छौँ जहाँ चाहिँ बिरेनुनको हामी आज टेस्ट पनि गर्नेछौँ। यो चाहिँ एकदमै अर्ग्यानिक भूमिबाट चाहिँ आएको पानी हो जुन चाहिँ टेस्ट बिरेनुनकै छ ठ्याक्कै होइन। अनि खाँदा पनि ठ्याक्कै बिरेनुकै टेस्ट पाउँछ। सप्तशी धाममा चाहिँ तपाईँले पाउनुहुन्छ त त्यसमा चाहिँ उही आएको देख्न सक्नुहुन्छ। पानी पनि झन्डै अलिकति डार्क टाइपको छ, स्वच्छ नभएर यसको चाहिँ ठ्याक्कै बारुदको बास्नामा तपाईँले पाउनुहुन्छ है त। आएर चाहिँ टेस्ट गर्नु होला। ल थ्याङ्क यू भेरी मच। कसरी जान्छ तर यो चाहिँ शिवसप्तशी धामको चाहिँ एउटा धाममा एउटा झरना रहेको छ। धामको झरनामा आएको छौँ। झरनामा चाहिँ एकदमै राम्रो मनमोहक झरना छ। हामी क्लोजली स्टडी गर्नेछौँ भित्र गएर हेर्दै गर्नलाई र। एकदमै सेन्सिटिभ छ बाटो होइन, आरामले जानुपर्ने हुन्छ यो बाटो। त्यसले गर्दाखेरि चाहिँ यहाँ जानु हुँदाखेरि तपाईँ एकदमै सेन्सिटिभ भएर जानु होला। बाटो चाहिँ अप्ठ्यारो छ, यहाँ टेक्ने ठाउँ पनि छ। यस्तो अप्ठ्यारो ठाउँमा तपाईँहरूले यहाँ आएर चाहिँ एकदमै रमाइलो गर्न सक्नुहुन्छ। ठिक हुन्छ जहाँको झरना होइन, यस्तो माथि झरना छ होइन। यो लगभग कति किलोमिटर छ भन्दाखेरि 1 किलोमिटर माथिदेखि नै यो झरना आउँछ। यो झरना चाहिँ तर जुन माथिबाट चाहिँ जानु अलिक अप्ठ्यारो हुन्छ। माथिबाट जाँदा हुन्छ एउटा बाटो छ, त्यो साङ्गो हुँदै तल जानुपर्ने हुन्छ। हामी यहाँको पानी टेस्ट पनि गर्नेछौँ। एकदमै चिसो रहेछ होइन, पुरा चिसो छ पानी। यत्रो लगभग यो पानी चाहिँ 1 किलोमिटर माथिबाट चाहिँ आएको पानी हो। यहाँ बस्दाखेरि चाहिँ एकदमै बित्तिकै बहिन्छ। म लगभग यहाँ भिजिसकेको अवस्था छ यहाँनिर भने यहाँ चाहिँ एकदम ठुलो यहाँ एउटा दह पनि थियो। अहिले यो पानीले बलुवाले पुरेको अवस्था छ यो जुन दहमा। तपाईँ यहाँ आएर चाहिँ इन्जोय गर्न सक्नुहुन्छ गर्मीको समयमा तपाईँले है भन्दै म यहाँबाट चाहिँ बिदा हुन चाहन्छु। थ्याङ्क यू भेरी मच। यहाँदेखि छिप्यो भने चाहिँ फेरि भरमात हुन्छ। यहाँदेखि सिधै तल्लो धर्ममा पुग्ने सम्भावना हुन्छ ज्यादा। जसरी लिङ्क सोद्धाहरू तपाईँले अहिले देख्दै हुन्छ शिवसप्तशी नगरपालिकामा पनि यस्तो ठुलो दह अथवा झरना रहेको छ। जुन झरना चाहिँ लगभग 1 किलोमिटर माथिबाट चाहिँ बग्दै आएको देखिन्छ। र यहाँ सिधै यो झरनामाथि जान सकिन्न। जुन चाहिँ यता साइडबाट चाहिँ हामीले जानुपर्ने हुन्छ। जुन ठुलो साङ्लोको एउटा समाउने ठाउँहरू छ र सिँढीहरू पनि बनाइएको छ यहाँ भने। यहाँदेखि लगभग 2 किलोमिटर माथि टपमा गएर चाहिँ त्यहाँ माथि सानो पाखीबाट अथवा किराँतीहरूको चाहिँ एउटा शालिग रहेको छ जुन महागुरु फल्गुनी भएको जुन माथि टपमा। यहाँदेखि लगभग 1 किलोमिटर आदि माथि जानु हो भने चाहिँ एकदमै स्ट्रगल गरेर जानुपर्ने हुन्छ। यो बाटो चाहिँ एकदमै हार्ड छ। तपाईँले जानु सक्नुहुनेछ यहाँबाट भने। यहाँ बिचमा यस्तो पनि रहेको छ जुन एउटा मन्दिर जस्तो सानो चित्त परेको र ओत लेखिरहेको अवस्था छ भने भित्र पारिपट्टि बिउ स्टिल बलिरहेको छ। आज बाल चतुर्दशीको दिन उहाँहरूले आज पके पनि यहाँ शक्ति बल्बी छराउनु भयो होला। पके पनि हिन्दू जति पनि लम्बीहरू यहाँ आज आएर चाहिँ एकदमै नुहाउने र शक्ति बल्बी छर्ने कामहरू उहाँहरूले गर्ने गर्दछन् भने हामी चाहिँ गर्मी समयमा यहाँ आएर
यो एकदमै गर्मी छल्नलाई यो ठाउँमा यो झरनामा चाहिँ नुहाएर हरेक गर्मीको डेमा यहाँहरू चाहिँ आएर फर्किने गर्नुहुन्छ। यो चाहिँ झरना रहेको छ दशरथ जाँदा